अहिले 2026 डिजिटल जमानामा आएर हरेक व्यक्तिको घरमा दुईटादेखि लिएर मिनिमम तीनटा कसैकोमा एउटा भए पनि एन्ड्रोइड फोन छ। अवश्य त्यो घरमा नेट चल्छ, सोशल मिडिया चल्छ। त्यसको पहिलाको ओल्ड एज मान्छेहरूले नचलाए पनि उसको छोराछोरीहरू शिक्षित छ, उसले चलाउँछ। र कुनै पनि पार्टीको नेता कुनै पनि पार्टीको आएर कुप्रचार र हजुरहरूलाई म्यानिपुलेट गर्नु खोजेर गलत भ्रान्ति फैलाउनु खोज्यो भने चाहिँ गुगल भन्ने जिनिस छ, गुगलमा गएर सर्च गर्ने हो। युट्युब छ, युट्युबमा सर्च गर्ने हो। सोशल मिडिया प्लेटफर्महरू छ, त्यसमा हेर्ने हो त्यसले के सही बोल्दैछ कि गलत बोल्दैछ यो जिनिस बुझ्ने हो। र कुप्रचारपट्टि नलागेर सत्य कुरालाई जानकारी राख्ने हो आफै। जब डिजिटल इन्डियाको जमाना छ, घरमा फोन छ भने कुनै नेताले आएर कसैलाई म्यानिपुलेट गर्नु जरुरी छैन। आफ्नो ज्ञान आफै लिनुहोस्, आफ्नै घरमा बसेर कसैको भ्रान्तिमा लागेर नहिँड्नुहोस्। कुनै पार्टीले कुनै जिनिसलाई एलिगेन्स लगायो भने त्यसको सर्च गरेर हेर्नुहोस्। त्यो अहिले प्रोसिडर एभाइलेबल छ कुनै पनि सोशल मिडिया प्लेटफर्ममा। र त्यसरी नै जस्तो टिएमसीले बिजेपीको नाममा, कांग्रेसले बिजेपीको नाममा, मोदीको नाममा जुन कुप्रचार गरिरहेछ ग्यासको दाम बढो भनेर, यो ग्यासको दामको पनि कुप्रचार म तपाईहरुलाई अहिले बुझाइदिनेछु। यो एक्चुअली इरान, इजरायल र युएसए को लफडाले गर्दा त्यो जुन स्ट्रेट अफ हर्मुज भन्ने जुन जग्गा थियो जहाँबाट चाहिँ हाम्रो यतापट्टिको एसियाको कतिवटा देशहरूले जुन एलपीजी ग्यास ल्याउँथ्यो त्यो रुट अहिले बन्द भएछ, रेड अलर्ट भएको छ भनेर चाहिँ त्यो रुट बन्द छ भनेर अर्को रुटले घुमाएर आउनुपर्ने हुँदा चाहिँ भाडाको कस्ट बढ्नले गर्दा चाहिँ आज ग्यासको दाम आफ्नो स्टेटमा, आफ्नो देशमा क्यापेबिलिटी हिसाबले बढी छ। कसैमा 200 बढी छ, कसैमा इन्डियामा जस्तो 60 बढी छ, कहीँ 40 बढी छ, कहीँ 600 रुपियाँ पनि बढी छ पर ट्याङ्कीमा। यसले गर्दा एक्चुअली दाम बढेको र मान्छेहरूले कुप्रचार फैलाएको छ मोदीले गरेको, बिजेपीले गरेको भनेर। यस्तो कुप्रचारमा कहिले पनि नलाग्नुहोस्। कुनै पनि पार्टीले, बिजेपीले पनि टिएमसीलाई कुप्रचार गर्यो भने त्यो पनि सर्च गरेर हेर्नुहोस् र आफू शिक्षित बनिनुहोस्, जानकारी बनिनुहोस्। कुनै नेताले म्यानिपुलेट तपाईलाई गर्न सक्दैन र सही कुरा तपाईले जानकारी पनि पाउनुहुन्छ। जय श्री कृष्ण।